र अहिले चाहिँ म यहाँ आइपुगेको छु है। तपाईहरु सबैले अहिले भाइरल गर्ल भनेर चिन्नुहुन्छ है। उहाँ चाहिँ बहिनी एक्चुअली नाम चाहिँ तृप्ति है, तृप्ति राई है, तृप्ति राई है। अब धेरैजनाले हैन बहिनीको कन्टिन्यू भिडियो बनाउँछ र बहिनीकोमा धेरैजना पनि कस्टमरहरू पनि आउँछ है। अब बहिनीको बारेमा कतिजनाले धेरै अब नराम्रो कुरोहरू पनि हैन भन्नुहुन्छ, तर अहिलेसम्म बहिनीको चाहिँ के म फल्ट देख्दिनँ। धेरैजना अब बनाउनु हुनेहरूले के भन्छ भने बहिनीकोमा मात्रै किन्छ। अफकोर्स किन्छ, बहिनी राम्रो छ, सबै कस्टमरले मन पराएर त आउँछ। र हेर्नुहोस् बहिनीलाई भेट्नु चाहिँ कतिजना आएको छ हेर्नुहोस् यहाँ। कहाँबाट आउनु भएको तपाईँहरू? सिक्किमबाट आउनु भएको। हेर्नुहोस् बहिनीको यति हैन माया गरेर आउँछ। अझै यता पनि आउँदैछ हेर्नुहोस्। र बहिनी सबैले भन्छ हैन तपाईको दोकानमा मात्रै आउँछ हैन, तर तपाईले त कहिले भन्नु हुँदैन नि मेरो दोकानमा आइदिनु भनेर हैन। अब आफ्नो आफ्नो इच्छाले आउँछ नि हैन। अब जस्तै अब हामी पनि त इच्छाले आइरहेको छौँ म। ल हेर्नुहोस् त बहिनीलाई हेर्नु आएको, यति सबैले माया गरेर। हेर्नु ल बहिनीसँग आएको छौँ हैन। साँच्चै म चाहिँ बहिनीको डेडिकेसनलाई के अब भयङ्कर मान्छु, किनभने बहिनी कलेज पनि गर्दैछ है। पढ्दै पढ्दै घरमा हैन बाउ आमालाई पनि सकाइरहेको छ। तर तपाईँहरूले प्लिज नेगेटिभ कमेन्ट नगरिदिनुहोस् क्या बहिनीको लागि। हो त बहिनीले चाहिँ अब आफ्नो स्ट्रगल गर्दैछ नि त। यति बहिनीलाई चाहिँ माया नगर्ने भए चाहिँ यति चाहिँ जाना चाहिँ भेट्नु आउँदैन थियो। हेर्नुहोस् तपाईँहरू सबै भेट्नु आएको होइन भन्नुहोस् त। सबैले माया गर्छ गर्दैन बहिनीलाई? हेर्नुहोस् जसले नराम्रो कमेन्ट गर्छ नि बहिनीको बारेमा तिनीहरूले एकपल्ट सोच्नुहोस् क्या। उनीहरू यतिजना पब्लिक छ नि, सबैलाई जबरजस्ती तानेर ल्याएको होइन। बहिनीले कहिले आइदिनु पनि भन्नु हुँदैन। हामी सबैले माया गरेर आउँछौँ नि त। र बहिनी थ्याङ्क यू सो मच है, तपाईँ भिडियोमा आइदिनु भयो। तपाईँको रियल नाम चाहिँ के भनिदिनुहोस् त? तृप्ति राई। सबले याद भयो नि होइन? तर प्लिज अर्को कुरो के भन्छ नि, बिचारा बहिनीलाई चाहिँ नि सुन्तला बहिनी भन्छ, त्यस्तो नभन्नु। उसको नाम तृप्ति राई हो। तपाईँहरूले त्यो क्या नराम्रो त्यो नेगेटिभ केही कुरो पनि नगर्नुहोस् क्या बहिनीको लागि। बहिनीले चाहिँ आफ्नो फ्यामिलीलाई सपोर्ट गरेको। धेरैजना तपाईँहरू धेरैजना सुन्तला होइन बेच्ने अब बहिनी दिदीहरू देख्नुभयो, तर किन बहिनीलाई मन पर्दैन? बिकज अफ बहिनीको सिम्प्लिसिटी होइन, कस्तो सरल स्वभावको छ। तपाईँहरू सबैले बहिनीलाई माया गरिदिनुहोस् र सबैले माया गर्छ बहिनीलाई होइन? ल थ्याङ्क यू। लु बहिनीकोमा आएर त मैले सुन्तला किनेँ है, फेरि भिडियो मात्रै बनाएँ भन्छ होला कि सुन्तला पनि किने होइन बहिनी? बहिनीको दोकानमा चाहिँ क्या जहिले पनि अब होइन सबै माया गर्ने हाम्रो सन्तानहरूले चाहिँ अब बहिनीलाई माया सपोर्ट दिएर होइन। ए बहिनी पेजको नाम चाहिँ के भन्नुहोस् त? तृप्ति राई नै छ है। र बहिनीको पेजलाई पनि तपाईँहरूले सबैले होइन फलो गरिदिनुहोस् हो। बहिनीलाई पनि सपोर्ट गरिदिनुहोस्। बहिनी तर एकदम सिम्पल है दिदी, इनोसेन्ट। बहिनी घरिघरि उयो लाग्दैन अब इरिटेट टाइपको लाग्दैन? यति सबैले उयो गर्छ तर त्यस्तो नमान्नु, किनभने तपाईँलाई पब्लिकले रुचाइरहेको छ होइन। तपाईँले अब के भन्छ अब मान्छे अलिक भाइरल भएपछि घमण्ड गर्छ, त्यहाँदेखि फेरि त्यो त्यस्तो चाहिँ नहुनु। त्यस्तो छैन क्या, एकदम त्यो चाहिँ राम्रो लाग्यो हो। एकदम जस्तो छ त्यसरी गर्नु, बिजनेस मात्रै होइन अरू पनि गर्नु। अहिले तपाईँले के भएको छ तपाईँले सबै अब चिनेको छ कि यो टाइममा तपाईँले अझै बिजनेसलाई ग्रोथ गर्नु सक्छ, किनभने बिजनेसमा चाहिँ अब हाम्रो जाति अलिक पछाडिको छ होइन। यही टाइममा बहिनी अझै पनि तपाईँले आफूलाई अपग्रेड गर्नु कि राम्रो हुन्छ। ल कस्तो सिम्पल छ हेर्नुहोस् त बहिनी, हेर्नु त है। आमा बाबा छैन नि उसको? छैन आमा बाबा छैन? आमा हुनुहुन्छ बाबा हुनुहुन्न? ए हेर्नुहोस् त आमालाई कस्तो सपोर्ट गरेर नि बहिनीले गरिरहेछ कि। साँच्चै जसले पनि नराम्रो भन्छ नि बहिनीलाई त्योहरू चाहिँ अब के हो, तिनीहरू चाहिँ अब मूर्खै हो। छोरीलाई भन्नु भिडियो बनाइदिनु। हजुर बनाइदिरहेको छु भने दिदी के भन्नु चाहनुहुन्छ? म मेरो छोरी हो, मेरो साथीको उयो भदैनी हो हो। अन्त म चाहिँ नानीलाई चाहिँ एकदम अगाडि बढेर उसको पेजलाई पनि फलोहरू गरिदिनु हो, लाइक कमेन्ट सेयर गरेर सबैसँग पुऱ्याइदिएर उसलाई पनि हामीले अगाडि बढाउनु पर्यो। अरूको मात्रै अब उसलाई भाइरल गराएर अरूको मात्रै अब भोइसहरू गरे उयो गरेर हुँदैन। हजुर ल बहिनी एक दुईवटा तपाईँलाई क्वेसन सोध्छु ल। बहिनी तपाईँको घर कहाँ हो खासमा? नरसिंहधुरा है। र बहिनीलाई तपाईँहरू सबैले यसरी सपोर्ट गरिदिनुहोस् होइन। साँच्चै बहिनीलाई चाहिँ अब हुन्छ नि ऊ चाहिँ अब घरमा होइन सपोर्ट गरिरहेछ आमालाई। आमा एक्लै हुनुहुन्छ होइन, आमालाई सपोर्ट गरिरहनु भएको छ। बहिनी तपाईँ कहाँ पढ्नुहुन्छ हौ? हजुर ए कलेज।
र बहिनीलाई धेरै धेरै धन्यवाद है सबैले आएर अझै बहिनीको छ नि यो क्यारेट होइन टाटा सुन्तला बिक्री होस् है बहिनी अझै अपग्रेड गर्नुहोस् ल थ्याङ्क यू हेर्नुहोस् है बहिनीलाई सपोर्टमा अझै कतिजना कन्टिन्युस बहिनीकोमा आउँछ भाइरल गर्ल हाम्रो तृप्ति बहिनी